सो हेलो गाइस, यो चाहिँ पपाया आज हामीले काट्दैछौँ ल काटेको हेर्नुहोस् कस्तो छ भित्र के कस्तो हेर्दाखेरि त राम्रो मिठो होला जस्तो छ मिठो जस्तो छ ल सो एक प्रकारको हुन्छ वा कति दाना हुने रहेछन् है मस्ती हुने रहेछन् मस्ती हुन्छ एउटा यहाँबाट काटेर चेक गरौ त कहाँबाट यहाँबाट सानो चैलो काटेर यसरी काटौँ न यसरी यताबाट यहाँबाट कि यहाँबाट काटेर त्यहाँबाट काट ल यो के हो अर्ग्यानिक पपाया देसी पपाया अर्ग्यानिक देसी पपाया भिलेज वाला हैन भिलेज वाला ल काट उताबाट हो त्यहाँ पाकेतिर काट यत्नेबाट यसरी काट न यसरी यो धार यता छ यसको त्यसपछि त काटेर भइहाल्थ्यो नि अहिले हात काट्ला त्यसरी त हात काट्छ कि तल राख्ने होइन हेर भिडियो छ बोल यस्तै गर यसरी काट्छ नि यस्तो गर यसरी काट्ने है यस्तो गर्ने अनि त्यसपछि यस्तो यसलाई निकाल्ने ठिक छ यसलाई निकालेपछि यो चाहिँ हाम्रो भिलेजको पपाया हो भिलेजको पपाया कति मिठो छ हेर्नुपर्छ देसी पपाया ल कति दानाहरू निकाल्छन् ल हेर्नु त ल एकपल्ट ल देसी पपाया अब खाएर ल खाएर हेर्नु त कस्तो छ एक गोल ल खाएर हेर्नु त मिठो छ कि छैन भेरी नाइस मिठो रहेछ हो र गाइस लाइक सब्सक्राइब गर्नुहोस् नेक्स्ट राम्रो भिडियो बनाउँछु म भन ल नेक्स्ट टाइम भिडियो बनाउँछु मैले लाइक र सब्सक्राइब गरिदिनु होला बाई बाई